नमस्कार सम्पूर्णलाई। आज म तपाईहरूको लागि लाइन्स एन्ड एङ्गल रेखा र कोणको पार्ट 5 लिएर आएको छु। पार्ट 5 मा निमाको मोडल क्वेसन सेट 2 मोडल क्वेसन सेट 3 लिएर आएको छु। त्यसमध्येको क्वेसन नम्बर 9 को 9 बाट सोध्ने प्रश्न लाइन एन्ड एङ्गल रेखा र कोणबाट रेखा र कोण जुन च्याप्टर छ लाइन एन्ड एङ्गल भन्ने जुन च्याप्टर छ त्यसबाट हामीलाई सोध्ने भनेको प्रश्न नम्बर 9 मा हो। क्लास 8 को प्रश्न नम्बर 9 मा सोधिन्छ के को क्वेसन लाइन एन्ड एङ्गल को क्वेसन सोधिन्छ, जसबाट मैले खोजेर ल्याएको छु। मोडल सेट 1 मा लाइन एन्ड एङ्गल रेखा र कोणको क्वेसन छैन, त्यही भएर मोडल सेट 1 आएको छैन। मोडल क्वेसन सेट 2 र मोडल क्वेसन सेट 3 मा छ, यो गराउँछु र यसपछि अरु पनि गराउँछु। 5 6 7 8 4 5 6 7 8 जेमा छ सबै गराइदिन्छु है। त्यही भएर यो ध्यानपूर्वक हेरिदिनु होला र बिस्तारै सुरुदेखि लास्टसम्म अन्तिमसम्म हेरिदिनु होला। सबले सिक्नुहुन्छ है, यसमा चाहिँ डराउनु पर्ने केही पनि हुँदैन। आरामले सिक्दै जानु होला, बिस्तारै एक एक गर्दै एउटा क्वेसन गराउन थाल्छु, बुझाउन थाल्छु। बुझाउने बेला चाहिँ तपाईहरु एकदमै ध्यानपूर्वक हेरिदिनु होला, एकदमै ध्यानपूर्वक हेरिदिनु होला। ध्यानपूर्वक हेरिसकेपछि त्यसपछि यो क्वेसन गराइसकेपछि मैले त्यसपछि तपाईहरु सार्नु होला। म यहाँ लेखाउँदै जान्छु, तपाईहरु सार्दै जानुहुन्छ, त्यसरी गर्दा तपाईहरु बुझ्नुहुन्न है। त्यही भएर म यहाँ बुझाउने बेला एकदमै ध्यानपूर्वक हेर्नु होला, पछि भिडियोलाई पज गरेर त्यसपछि सार्नु होला। हुन्छ, ल सुरु गरौँ। मोडल क्वेसन सेट 2 मोडल क्वेसन सेट 2 को प्रश्न नम्बर 9 को ए मा रहेको छ के को क्वेसन अरे रेखा र कोण लाइन एन्ड एङ्गल को क्वेसन। क्वेसन नम्बर 9 को ए मा रहेको छ। क्वेसन नम्बर 9 को ए मा यो हामीले मोडल क्वेसन सेट 2 बाट लिइराछौँ। 9 को ए मा हेर्नु त एउटा चित्र दिएको छ यसरी। PQ र RS भन्ने दुईवटा रेखा छन्। के रेखा छन् अरे PQ र RS भन्ने दुईवटा रेखा छन् जुन चाहिँ एक आपसमा समानान्तर देखाइएको छ। PQ र RS भन्ने दुईवटा रेखा जुन चाहिँ एक आपसमा कस्तो रेखा छन् अरे समानान्तर रेखा। यो एरोले भन्दैछ, यो एरोले के जनाउँछ हामीलाई? यो एरोले जनाउँछ कि यो दुईवटा लाइन एक आपसमा समानान्तर छन्। यो दुईवटा रेखा एक आपसमा कहिल्यै पनि जोडिँदैनन्, त्यस्तो खालको लाइन हुन् अरे। त्यसमा एउटा छेदकले काटेको छ, एउटा छेदकले ट्रान्सभर्सल लाइनले काटेको छ, जसमा यहाँ डिफ्रेन्ट एङ्गलहरू डिफ्रेन्ट कोणहरू बनेको छ, धेरै कोणहरू बनेको छ। त्यसमध्ये हामीलाई के भन्छ त दिएको चित्रमा PAT को संगत कोण लेख्नुहोस् अरे। PAT जुन कोण छ त्यसको संगत कोण कुन हुन्छ त त्यो लेख्ने अरे। व्हिच इज द करेस्पोन्डिङ एङ्गल अफ PAT इन द गिभन फिगर। यो दिएको चित्रमध्ये PAT जुन एङ्गल PAT जुन कोण छ त्यसको करेस्पोन्डिङ संगत कोण कुन हुन्छ भनेर चिन्नु छ, त्यही लेख्नु छ है। PAT भन्ने यसरी म यहाँ चित्र बनाइदिन्छु एकचोटि बुझाउनलाई। यसरी छ हाम्रो चित्र PQ र अर्को के छ RS। PQ र RS यहाँ TU भन्ने लाइनले काटेको छ, कहाँनिर A र B मा काटेको छ। यो दुईवटा समानान्तर रेखा हुन् अरे है। अब PAT को अरे भन्छ, कुन एङ्गलको अरे PAT को। PAT कोणको करेस्पोन्डिङ एङ्गल कुन हुन्छ त्यो सोधिरहेछ। PAT भन्ने कुन PAT यसरी गयो, P बाट सुरु भएर A सम्म पुग्यो, A देखि T सम्म गएको छ। P देखि A सम्म, A देखि T सम्म, P देखि A सम्म, A देखि T सम्म जाँदा यहाँनिर एउटा कोण बनेको छ। यहाँनिर के बनेको छ? एउटा कोण बनेको छ, जसको अब जोडा खोज्नु छ अथवा संगत कोण खोज्नु छ। यो संगत कोण कुन हुन्छ त? संगत कोण भन्ने बित्तिकै F। संगत कोण भन्ने बित्तिकै कुन लेटर हो? हाम्रो F लेटर हो। F लेटर हो भन्ने बित्तिकै ल F बनाइदिने यहीमा। F बनाउने बित्तिकै एउटा कोण पत्ता लाग्छ यहाँनिर।
अथवा सङ्गत कोण करेस्पोन्डिङ एङ्गल भन्ने बित्तिकै के सम्झिने हो, एउटा लाइनको भित्रको कोण एउटाको बाहिरको कोण, एउटा भित्रको कोण र अर्को कहाँनिरको बाहिरको कोण, यो दुईवटा एक आपसमा के हुन्छन् अरे बराबर हुन्छन्, जसलाई हामीले के भन्छौँ सङ्गत कोण अथवा करेस्पोन्डिङ एङ्गल भन्छौँ है। एउटा कहाँको अरे भित्रको, एउटा बाहिरको त अलरेडी क्वेसनमै दिएको छ, बाहिरको दिएको छ PAT भन्ने कोण दिएको छ कि छैन, बाहिरको कोण अलरेडी क्वेसनमा छ। हामीलाई कुन चाहियो सङ्गत कोण बनाउनलाई, कुन चाहियो भित्रको कोण। बाहिर र भित्रको कोण मिलेर के बनेको हुन्छ त, बाहिर र भित्रको कोण मिलेर के बनेको हुन्छ सङ्गत कोण करेस्पोन्डिङ एङ्गल बनेको हुन्छ। भनेपछि यो PAT भन्ने जुन एङ्गल छ, PAT भन्ने जुन कोण छ, यसको करेस्पोन्डिङ सङ्गत कोण कुन हुने रहेछ त, अब यो एङ्गलको नाम के हो, यो कहाँदेखि कहाँसम्म छ RBA, कहाँसम्म RBA। त्यसो भए PAT र RBA कुन यहाँनिर देखाउँ त, PAT र कुन RBA, PAT यो एङ्गल भयो, यो कोण भयो, र RBA भन्ने यो कोण, यो दुईवटा एक आपसमा के भयो त सङ्गत कोण भन्ने करेस्पोन्डिङ एङ्गल भने है। यही लेख्नु छ यहाँमा हामीलाई, यही लेखिदिने आन्सरमा कुन कोण चाहिँ अरे PAT को सङ्गत कोण कुन हुन्छ अरे, which is the corresponding angle of PAT in the given figure अरे, PAT को करेस्पोन्डिङ एङ्गल कुन हुन्छ भनेर लेख्नु छ, त्यही लेखौँ है। के लेखिदिने यहाँमा एङ्गल PAT को सङ्गत कोण कुन, PAT को यो यसको सङ्गत कोण कुन, यो होइन, एउटा बाहिरको एउटा भित्रको कोण चाहिँ सङ्गत कोण हुन्। यसको सङ्गत कोण को भयो त भित्रको कोण के छ त, भित्रको कोणको नाम RBA। PAT को सङ्गत कोण के हुन्छ अरे RBA हो। इङ्ग्लिसमा के लेख्ने, द करेस्पोन्डिङ एङ्गल अफ PAT इज एङ्गल के हुन्छ अरे RBA। ल मोडल सेट 2 को 9 को A को क्वेसन भइहाल्यो, यही मात्र सोधेको छ हामीलाई मोडल सेट 2 मा। अब मोडल सेट 3 मा जाउँ, अब केमा जाउँ, मोडल क्वेसन सेट 3। मोडल क्वेसन सेट 3 मा 9 नम्बरमा क्वेसन सोधेको छ, अलि लामो छ तर एकदमै इजी रहेको छ है, एकदमै लामो छ तर एकदमै इजी रहेको छ। ल हेरौँ त के भन्छ मोडल क्वेसन सेट, एकछिन त्यो सारिहालौँ, त्यसपछि मोडल क्वेसन सेट 3 गरौँला। सारिसकेपछि ल मोडल क्वेसन सेटको गरौँ, तपाईहरु रोकाएर सार्नु होला त्यसलाई, त्यसपछि यसलाई बुझ्नु होला, फेरि यसलाई बुझिसकेपछि त्यसपछि सार्नु होला। बुझ्ने टाइममा सार्ने कामै नगर्नु होला, बुझ्ने टाइममा यहाँ बुझ्ने बेला सार्ने कामै नगर्ने, जब म सकाउँछु त्यसपछि तपाईहरु सार्नु होला, हुन्छ नि। ल अब एकदमै ध्यान दिएर हेर्नु होला, बरु त्यो सारीको छैन भने त्यसलाई पज गर्नु होला र सार्नु होला। अब यो बुझ्ने है, मोडल क्वेसन सेट 3 सँगैको चित्रमा AB समानान्तर CD छन्, AD PRB 2x + 10 र RSD x + 60 भए निम्न प्रश्नहरूको उत्तर दिनुहोस्। इन द एडजोइनिङ फिगर AB प्यारलल टु CD इफ PRB = 2x + 10 एन्ड RSD = x + 40 देन आन्सर द फलोइङ क्वेसन। के भन्छ, दुईवटा समानान्तर रेखा छन् अरे, AB र CD भन्ने समानान्तर प्यारलल रेखा छन् अरे। AB र CD भन्ने दुईवटा लाइन चाहिँ एक आपसमा प्यारलल छन्, एक आपसमा समानान्तर छन्, जुन चाहिँ एक आपसमा कहिल्यै नठोक्किने लाइन भनिन्छ है। जसमा अब दुईवटा एङ्गल दिएको छ, यहाँ देखिराख्नु भएको छ होला 2x + 10 भन्ने, अर्को एङ्गल दिएको छ x + 40। दुईवटा एङ्गल दिएको छ
2x + 10 अर्को x + 40 दुईवटा एंगल हैन। अब ए मा के भन्छ त्यो एकछिनलाई त्यो बिर्सिदिने। अब यहाँ के भन्छ, एक जोडी एकान्तर कोणको नाम लेख्नुहोस्। राइट अ पेयर अफ अल्टरनेट एंगल। कुनै एउटा एक जोडी अल्टरनेट एंगलको नाम लेख्ने अरे। कुनै एउटा अल्टरनेट एंगलको नाम लेख्ने। अल्टरनेट एंगल भन्ने बित्तिकै के लेटर सम्झिनुपर्छ हामीले? अल्टरनेट एकान्तर कोण भन्ने बित्तिकै के लेटर सम्झिने? एकान्तर कोण भन्ने बित्तिकै जेड लेटर हैन, जेड लेटर। अथवा अर्को तरिका छ अल्टरनेट एकान्तर कोण सम्झिनलाई, दुईवटा समानान्तर बीचमा काटिएको जुन छेदकमा बनेको जुन भित्रको ठ्याक्कै उल्टा उल्टामा रहेको कोणहरू चाहिँ एकान्तर कोण हुन्। एकदमै इजी तरिका चाहिँ जेड सम्झिने। के लेटर सम्झिने हामीले? जेड। समानान्तर रेखा बीचमा बनेको जेड लेटर। यसरी हेर्ने, जेड सम्झिने, जेड बनाइदिने, यो चित्रैमा जेड बनाइदिने, त्यसपछि आफै आइहाल्छ आन्सर। यसरी जेड बनाइदिने। एकान्तर कोण भन्ने बित्तिकै जेड, अल्टरनेट एंगल भन्ने बित्तिकै के? जेड। जेड देखिसक्यो होला। जेडमा दुईवटा एंगल बनिरहेछ, एउटा कोण यो र अर्को कोण यो। हो गया हैन? दुईवटा कोण बनिरहेछ। हो यही लेखिदिउँ न यसको आन्सर। ए को आन्सर के लेखिदिने? यही लेखिदिने। के कोण हुन् त? यो कोणको नाम के छ? यहाँबाट यहाँसम्म आयो, यहाँबाट यहाँसम्म, एआरएस, एआरएस। यो कोणको नाम के? एआरएस, एआरएस। यो कोणको नाम के? एआरएस। अनि यो कोणको नाम के? यो कोणको नाम के? आरएसडी, आरएसडी, आरएसडी। यो यस हो, आरएसडी। दुईवटा के हुन् त? अल्टरनेट अथवा एकान्तर एंगल एआरएस र एंगल आरएसडी एकान्तर एकान्तर कोण हुन्। angle ARS and angle RSD are alternate angle, alternate angle। ओके, यो ए को आन्सर। बी को आन्सर के हुन्छ होला? बी को आन्सर के भन्छ? के पीआरबी र आरएसडी। पीआरबी, पीआरबी भनेको यो कोण हेर्ने, पीआरबी, पीआरबी यो कोण पीआरबी र आरएसडी, आरएसडी यो कोण। अब यो लाइनलाई हेर्नु छ, पीआरबी, पीआरबी र अर्को आरएसडी। पीआरबी र आरएसडी यो कुन लेटर बनिरहेछ है? यसरी हेर त, मैले तानेको रेखा अनुसार के बन्दैछ यो? एफ। यो कुन लेटर बन्दैछ? एफ लेटर। उल्टा एफ बनिरहेछ। उल्टा एफ भन्ने बित्तिकै कस्तो कोण हुन रे? कस्तो कोण हुन रे? संगत कोण हो। उल्टा एफ अथवा सुल्टा एफ। एफ लेटर बन्ने बित्तिकै एउटा भित्रको कोण छ र एउटा बाहिरको कोण छ। एउटा भित्रको कोण एउटा बाहिरको कोण हुने बित्तिकै त्यो के हो? संगत कोण। एउटा भित्री कोण र अर्को बाहिरी कोण छ भने त्यो के हो? संगत कोण। एउटा भित्री कोण र अर्को बाहिरी कोण हो भने त्यो संगत कोण। र संगत कोण जहिले पनि बराबर हुन्छ। भित्री कोण र बाहिरी कोण जहिले पनि के हुन्छन् त? बराबर हुन्छन्। किन? त्यो करेस्पोन्डिङ एंगल दुईवटा समानान्तर बीचमा बनेको छेदकले काटेको जुन छेदकले काटेर बनाएको जुन एउटा भित्री कोण र एउटा बाहिरी कोण हुन्छ त्यो भनेको संगत कोण हो, जुन चाहिँ एक आपसमा जहिले पनि के हुन्छन् अरे? बराबर हुन्छन्। यहाँ के सोधिरहेछ? पीआरबी र आरएसडी के बराबर हुन्? आर एंगल पीआरबी एन्ड आरएसडी आर इक्वल भन्छ। के यो दुईवटा एंगलहरू इक्वल हुन्? कारण दिनुहोस्, किन हो त इक्वल? हो, यो दुईवटा एक आपसमा बराबर हुन् र कारण चाहिँ के दिने त? किनकि यो संगत कोण हो। किनकि यो के हो अरे? संगत कोण। एउटा भित्रको कोण र एउटा बाहिरको कोण छ भने त्यो संगत कोण र संगत कोण जहिले पनि बराबर हुन्छ। बस यही लेख्नु छ। के लेख्ने?
हो एंगल PRB र एंगल RSD बराबर छन् किनकि संगत कोण बराबर हुन्छन् किनकि संगत कोण बराबर हुन्छन् as angle PRB and angle RSD equal because corresponding angle are equal. सी नम्बरमा के भन्छ यो पनि भयो बी नम्बर सी नम्बरमा के भन्छ x को मान पत्ता लगाउने यो दुईवटा मध्ये x को मान के गर्ने अरे पत्ता लगाउने यो दुईवटा कोण कुन शेपमा बनेको छ f मा छ एउटा भित्र छ एउटा बाहिर छ एउटा भित्र छ अर्को के छ बाहिर छ भित्र र बाहिर हुने बित्तिकै त्यो कस्तो कोण हो अरे संगत कोण करेस्पोन्डिङ एंगल भित्र र बाहिर हुने बित्तिकै त्यो के कोण हो अरे करेस्पोन्डिङ कोण करेस्पोन्डिङ एंगल संगत कोण र संगत कोण जहिले पनि के हुन्छन् अरे बराबर हुन्छन् संगत कोण जहिले पनि के हुन्छन् बराबर हुन्छन् त्यसो त्यो दुईटैलाई एक आपसमा बराबर देखाइदिने 2x + 10 बराबर x + 40 2x + 10 र x + 40 एक आपसमा के हुन्छन् अरे बराबर छन् दुईटै के हुन् अरे बराबर हुन् किन हुन् कारण दिनु पर्यो बिङ के करेस्पोन्डिङ एंगल किन करेस्पोन्डिङ किनकि एउटा भित्र कोण छ एउटा के छ बाहिर छ एउटा भित्र छ एउटा बाहिर छ बिङ करेस्पोन्डिङ एंगल के संगत कोण भएको कारणले संगत कोण बराबर हुन्छ ल अब x को मान निकाल्दिने साइड चेन्ज गर्दै निकाल्ने है 10 लाई उता लगिदिने किन 2x र 10 लाई एक आपसमा जोड्न सकिदैन 10 र 40 लाई बरु जोड घटाउ गर्न सकिन्छ त्यसो भए 10 लाई 40 तिर लगाइदिने 10 लाई 40 तिर लग्यो भने यहाँ के मात्रै बच्यो 2x मात्रै बच्यो 10 लाई त उता लगिरहेछ यहाँ के मात्रै बच्यो 2x मात्रै बच्यो इक्वल टु को इक्वल टु 10 उता गइसक्यो त्यही भएर यहाँ के मात्रै बच्यो 2x मात्रै x को x प्लस को प्लस 40 को 40 यो 10 यहाँ आयो साइड चेन्ज गर्ने बित्तिकै साइन चेन्ज हुन्छ भन्ने थाहा पाइराख्ने साइड चेन्ज गर्ने बित्तिकै के हुन्छ अरे साइन चेन्ज -10 त्यसो भए 2x बराबर x को x प्लस 40 बाट 10 घटे कति 30 डिग्री 40 बाट 10 घटे 30 डिग्री अब x र 30 लाई फेरि जोड्न सकिदैन त्यही भएर x लाई x तिर लगाइदिने 2x त यहाँ छँदैछ यो यता आयो भने प्लस छ भने यता आएर के हुन्छ -x बराबर 30 2x बाट x घटायो भने दुईवटा x बाट एउटा x घटायो भने एउटा x मात्रै बच्यो दुईवटा x बाट एउटा x घटायो भने एउटा x मात्रै बच्यो यतातिर 30 को 30 त्यसो भए x को मान आयो यति आन्सर हुन्छ ल मोडल क्वेशन सेट 2 र मोडल क्वेशन सेट 3 को क्वेशन हामीले गरिसक्यौं अब पालो आउँछ अरुको ल यो सार्दै गर्नु होला भिडियोलाई रोकेर है ल अब मोडल क्वेशन सेट 4 9 र 10 मा रहेको छ यो क्वेशन 5 6 7 8 मा चाहिँ छैन त्यसमा चाहिँ त्रिभुजको क्वेशन छ है हामीहरु रेखा र कोणको क्वेशन गरिरा छौं त्यही भएर त्यसलाई छोडेका छौं अहिले है
त अर्को च्याप्टर गर्ने बेला त्रिभुजको च्याप्टर गर्ने बेला त्यो क्वेसन चाहिँ समावेश हुनेछ अर्को भिडियोमा। त्रिभुजको च्याप्टर गर्ने बेला अहिले हामीहरू लाइन एन्ड एङ्गल रेखा र कोणको गरिरहेको छौँ, त्यही भएर त्यसलाई यसमा समावेश गरेका छैनौँ है। अहिले मोडल क्वेसन सेट 4मा जाउँ। मोडल क्वेसन सेट 4 को 9 नम्बरमा मोडल क्वेसन सेट 4 को 9 नम्बरमा यस प्रकार क्वेसन सोधेको छ। चित्रमा देख्न सक्नुहुनेछ कस्तो खालको चित्र छ। दिएको चित्रबाट तलका प्रश्नहरूको उत्तर दिनुहोस् अरे। फ्रम द गिभन फिगर एन्सर द फलोइङ क्वेसन भन्छ। एङ्गल PQR को सङ्गत कोण लेख्नुहोस्। राइट द करेस्पोन्डिङ एङ्गल अफ PQR। x + 72 को मान कति हुन्छ? वाट इज द भ्यालु अफ x + 72? x र y को मान पत्ता लगाउनुहोस्। फाइन्ड द भ्यालु अफ x एन्ड y। के भन्दैछ? सुरुमा दिएको चित्र छ अरे, चित्रमा चाहिँ PQR को सङ्गत कोण के हुन्छ त्यो लेख्ने अरे। अघि नै पनि यस्तो खालको क्वेसन गरेको हो हामीले सङ्गत कोणको, हैन? अघि भर्खरै कुन सेटमा गरेको हो त्यो ठ्याक्कै थाहा भएन, तर अघि भर्खर गरेको क्वेसन हो यस्तो खालको। PQR जुन छ यसको सङ्गत कोण के हुन्छ अरे। PQR जुन छ यसको सङ्गत कोण, PQR भन्ने कुन एङ्गललाई जनाइरहेछ त्यो चिनौँ सुरुमा। PQR को करेस्पोन्डिङ सङ्गत कोण लेख्न भन्छ। PQR कुन कोण हो त्यो चिन्ने सुरुमा। PQR भनेको यो कोण, PQR भनेको यो कोण हो कि होइन? PQR भनेको यो कोण हो, PQR भनेको यो कोण, यो कोण PQR भनेको यो कोण हो भने यसको करेस्पोन्डिङ एङ्गल कुन हुन्छ, सङ्गत कोण कुन हुन्छ भनेर लेख्न भन्दैछ। भनेपछि सङ्गत कोण अथवा करेस्पोन्डिङ कोण कुन लेटरको हुन्छ? एफ। कुन लेटरको हुन्छ अरे? एफ लेटरको हुन्छ। भनेपछि यसमै एफ बनाउँ त कसरी बनिरहेछ? PQR भनेको यसरी छ, एफ बनाउनलाई अझै लामो लाइन तानिदियो र यताबाट यसरी तानिदियो भने एफ बन्छ कि बन्दैन? यसरी बन्छ। एउटा अब यो भित्री कोण भयो, एउटा बाहिरी कोण, हैन? यो एफमा, यो लेटर एफमा हेर्ने हो भने योमा हेर्ने, यसलाई नहेर्ने, यसलाई नहेर्ने, यसलाई हेर्ने होइन भने यो एफमा एउटा भित्री कोण यो र यो बाहिरी कोण बनिरहेछ कि छैन? भनेपछि यो दुईवटा कोणहरू एक आपसमा कस्ता कोण हुन् त? सङ्गत कोण। यो दुईवटा कोण कस्ता कोण हुन् एक आपसमा? सङ्गत कोण हुन् है। त्यही लेख्नु छ हामीले यसमा। ए नम्बरमा के लेख्नु छ? कोण PQR को सङ्गत कोण, सङ्गत कोण कुन हुन्छ अरे? यो कोण PQR को सङ्गत कोण यो, हैन? यो कोणको नाम के हो? SRU। SRU के हो अरे? SRU हो है। के लेख्ने यहाँमा? द corresponding angle of PQR is angle SRU। बी नम्बरमा भन्छ के भन्छ? x र 72 72 लाई जोड्यो भने कति डिग्री हुन्छ अरे? कति मान हुन्छ अरे? कसलाई कसलाई जोड्ने अरे? x र 72 लाई जोड्यो भने यो कति डिग्रीको हो? 72 डिग्री छ। यो कति डिग्रीको छ? 72 डिग्री। x र 72 लाई जोड्यो भने x + 72 को मान कति हुन्छ अरे? x र 72 लाई जोड्यो भने यसको मान कति हुन्छ? वाट इज द भ्यालु अफ x + 72? कति हुन्छ होला भन्ने त? कति हुन्छ होला? x र 72 लाई जोड्यो भने कति, यसको मान कति हुन्छ होला भनौँ त साथीहरू, कमेन्ट गरौँ त। हेर्ने त के हुन्छ होला x र 72 मा? यो दुईटै भित्र छ, यो दुईटालाई हेर्ने त। यो कोणले यो लाइन र यो लाइनलाई टच गरेको छ र यो कोणले यो लाइन र यो लाइनलाई टच गरेको छ भने यसमा यो के बनिरहेको छ? कुन लेटर बन्दैछ यसरी? सी लेटर बन्दैछ। हेर्ने त यहाँमै एफ बनिरहेछ, यहाँमै सी। अहिले कुन काम लागिरहेछ हामीलाई? सी हो।
एक्स र 72 भन्ने छ कि छैन? एक्स र 72लाई एक्स र 72लाई मात्र हेर्ने, यो के लेटर बनाइरहेछ? सी। सी लेटर बनिरहेछ भनेपछि यो दुइटैलाई जोड्यो। सी भन्ने बित्तिकै कुन कोण हो? सी भन्ने बित्तिकै कुन हो? कर्मागत भित्री कोण को इन्टेरियर कोण। सी भन्ने बित्तिकै कुन लेटर कुन कोण भयो त? कुन एङ्गल भयो त? हाम्रो कर्मागत भित्री कोण को इन्टेरियर कोण हैन। र को इन्टेरियर कोणलाई जोड्यो भने कति हुन्छ अरे? 180 डिग्री। जोड्यो भने कति डिग्री हुन्छ अरे? 180। त्यसो भए यो दुइटालाई जोड्यो भने कति हुन्छ होला त? कति हुन्छ होला? भन्दा एक्स र 72लाई जोड्यो भने एक्स प्लस 72लाई जोड्यो भने कति डिग्रीको हुन्छ? 180 डिग्री हुन्छ। हुन्छ हुँदैन? एक्स र 72लाई जोड्यो भने कति डिग्री हुन्छ अरे? 172 एक्स र 72लाई जोड्यो भने 180 डिग्री हुन्छ है। यसरी लेख्दा भयो। यहाँमा लेखिदिने एक्स प्लस 72 को मान 180 डिग्री हुन्छ। The value of x plus 72 is 180। दुइटालाई जोड्यो भने 180 डिग्री। किन? सी भनेको को इन्टेरियर कर्मागत भित्री कोण हो। सी भनेको को इन्टेरियर कर्मागत भित्री कोण। र कर्मागत भित्री कोणलाई जोड्दा दुइटैलाई जोडेको छ एक्स प्लस 72 दुइटै भित्र छन् कि छैन? हो। त्यो दुइटैलाई जोड्दा कति डिग्रीको हुन्छ अरे? 180 डिग्रीको हुन्छ। हो, त्यही लेख्यौँ। यो दुइटालाई जोड्दा 180 डिग्री हुन्छ। एक्स प्लस 72 गर्दा 180 डिग्री हुन्छ। सी नम्बरमा के भन्छ हेरौँ त? सी नम्बरमा के भन्दैछ? एक्स र वाई को मान निकाल अरे। सी नम्बरमा के भन्दैछ? ए को गरियो, बी को गरियो, अब सीमा छौँ। एक्स र वाई को मान निकाल। एक्स र वाई को मान निकाल्नलाई यहाँबाट सायद हामीले एक्स र वाई को मान निकाल्न सक्छौँ। एक्स प्लस 72 इक्वल टु 180 डिग्री हैन। यहाँनिर एक्स प्लस 72 यो सी बनिरहेछ। एक्स र 72लाई जोड्यो भने कति हुन्छ अरे? 180 डिग्री। किन हुन्छ? कारण दिने त। कारण दिने त यहाँ किन हुन्छ? को इन्टेरियर कोण बिङ को इन्टेरियर कोण के अरे? बिङ को इन्टेरियर कोण बिङ को इन्टेरियर एङ्गल को इन्टेरियर एङ्गल। नेपालीमा के भन्ने? क्रमागत भित्री कोण। के भन्ने? कर्मागत भित्री कोण भएकोले अब के गर्ने? साइड चेन्ज। एक्स र 72लाई जोड्न सकिँदैन। एक्स र 72लाई जोड्न सकिन्छ? सकिँदैन। अब के गर्नु पर्यो? 72लाई साइड चेन्ज। 72लाई के गरिदिने? साइड चेन्ज गरिदिने। साइड चेन्ज गर्यो भने यो 72 प्लसमा छ, उता गएर केमा हुने हो त? माइनसमा। 180 माइनस 72 यो दुइटालाई घटाइदिने। अब एक्स बराबर 180बाट 72 घटाउने। 180बाट 72 घटायो भने कति हुन्छ? 108 डिग्री। कति हुन्छ? 108 डिग्री हैन। 72 घटायो भने 108 डिग्री। एक्सको मान आयो। एक्सको मान आयो। अब वाईको मान निकाल्ने। वाईको मान हेर्ने त कति सजिलो छ है। यसरी हेर्ने त यो लेटर के बनिरहेछ यसमा? एफ। यसरी के लेटर बनिरहेछ? एफ भन्ने बित्तिकै कुन कोण हो? एफ भन्ने बित्तिकै कुन कोण हो? एफ भन्ने बित्तिकै कुन कोण सम्झिने? सङ्गत कोण। एफ भन्ने बित्तिकै सङ्गत कोण। यो माथि पनि लेखेका छौँ। यो दुइटै कोण के हुन रे? पिक्युआर भन्ने वाई कोण हो। एसआरयु भनेको यो कस्ता कोण हुन रे? करेस्पोन्डिङ। एफ भन्ने बित्तिकै करेस्पोन्डिङ र करेस्पोन्डिङ एङ्गल जहिले पनि एक आपसमा के हुन्छन् त? बराबर। करेस्पोन्डिङ एङ्गल जहिले पनि के हुन्छन्? एक आपसमा बराबर। यो र यो के भयो त? बराबर। त्यसो भए वाई बराबर 72 डिग्री। वाई बराबर यहाँनिर अगेन भनेर लेख्ने। अगेन फेरि भनेर। के भनेर? फेरि। वाई बराबर 72। वाई र 72 बराबर हुन्। किन हुन् त? यहाँ लेख्नु पर्यो रिजन। किन हुन् त? त्यसै कहाँ लेख्न मिल्छ? रिजन बिङ करेस्पोन्डिङ एङ्गल बिङ करेस्पोन्डिङ एङ्गल। नेपालीमा करेस्पोन्डिङलाई के? सङ्गत कोण बिङ सङ्गत कोण। ल, यो भयो हाम्रो मोडल क्वेसन सेट 4 पुरा भयो। ठिक छ।
ल सरी मैले मेटाइदिएँ, त्यो भिडियो ब्याक गरेर पज गरेर सार्नु होला। ल अब मोडल क्वेसन सेट 9 मा 5, 6, 7, 8 मा चाहिँ यसको क्वेसन छैन। लाइन एन्ड एङ्गलको रेखा र कोणको क्वेसन चाहिँ हाम्रो 5, 6, 7, 8 मा चाहिँ छैन है, त्यही भएर यसमा गरेनौँ। त्यो चाहिँ कहाँको क्वेसन हो भन्दा त्यो चाहिँ हाम्रो त्रिभुजका क्वेसनहरू हुन् है। त्यसमा चाहिँ हाम्रो त्रिभुज भन्ने च्याप्टरको क्वेसनहरू छन्, त्यहाँमा हाम्रो त्रिभुज भन्ने त्रिभुजका क्वेसनहरू छन्, त्यही भएर त्यसलाई समावेश गरिएको छैन यसमा। अर्को च्याप्टर पढ्दा चाहिँ त्रिभुजको च्याप्टर पढ्दा चाहिँ हामीहरू त्यसलाई समावेश गर्नेछौँ। अब चाहिँ हामीहरू मोडल क्वेसन सेट 9 मा जाउँ। क्वेसन सेट 9 मा के भन्छ, एबी र सिडी दुईवटा समानान्तर रेखा हुन् र एबी र सिडी दुईवटा एक आपसमा समानान्तर प्यारलल रेखा एबी योको अर्थ हो, यसको अर्थ हो कि यसको अर्थ के हो भन्दा यसको अर्थ चाहिँ दुईवटा लाइन एक आपसमा समानान्तर छन्, दुईवटा लाइन एक आपसमा प्यारलल छन्। यो दुईवटा एक आपसमा कहिले पनि टक्कर खाँदैनन्, काटिँदैनन्, त्यस्तो खालको लाइन हो। अब यसमा दिएको बनेको दुईवटा एङ्गल छ जुन यो दुईवटा एङ्गल, यसमा भएको एक्सको भ्यालु निकाल अरे यो कोणमा भएको एक्सको भ्यालु। अब सुरुमा यहाँ थाहा पाउने त्यो तीनवटा लेटर जेड छ कि एफ छ कि सी छ, जेड छ कि एफ छ कि सी छ, त्यो लेटर थाहा पाउने है। यसमा चाहिँ यसरी बनेको छ, यो दुइटै कोण यो भित्र छ कि छैन, यो कोणले यो लाइन र यो लाइनलाई टच गरेछ, यो कोणले यो लाइन र यो लाइनलाई टच गरेछ भने यसो गर्दा हाम्रो के को लेटर बन्यो, कुन लेटर बनिरहेछ यहाँ कुन लेटर बनेको छ हाम्रो सी लेटर, यहाँ कुन लेटर बनेको छ सी लेटर। सी लेटर बन्ने बित्तिकै त्यो कुन कोण हो, सी लेटर बन्ने बित्तिकै कुन कोण हो, कर्मागत भित्री कोण, कर्मागत भित्री कोण को इन्टेरियर, सी लेटर बन्ने बित्तिकै को इन्टेरियर कर्मागत भित्री कोण। र कर्मागत भित्री कोणमा के हुन्छ, बराबर हुन्छन् कि के हुन्छन्, जोडेर 180 हुन्छन् कि हो। सी भन्ने बित्तिकै को इन्टेरियर र को इन्टेरियरको दुईटै एङ्गललाई जोड्यो भने 180 डिग्रीको हुन्छ। दुईटा एङ्गललाई जोड्यो भने कति डिग्रीको हुन्छ त 180 डिग्री। त्यसो भए दुईटै कोणलाई के गरिदिने हामीले जोडिदिने, 3x + 13 र अर्को 2x - 23 लाई के गरिदिने जोडिदिने, जोडेर कति हुन्छ अरे 180 डिग्री। किन हुन्छ त, किनकि यो सी लेटर हो, सी लेटर भन्ने बित्तिकै कर्मागत भित्री कोण के हो अरे कर्मागत भित्री कोण, कर्मागत भित्री कोण बिङ के अरे को इन्टेरियर एङ्गल, बिङ को इन्टेरियर एङ्गल। अब हिसाब किताबतिर लाग्ने है। ल अब 23 लाई साइड चेन्ज गर्ने र 23 र 13 लाई साइड चेन्ज गर्ने। किन 3x र 2x सँग यिनीहरूलाई जोड्न घटाउन सकिँदैन, त्यही भएर 180 बाट त जोड्न घटाउन सकिन्छ, त्यही भएर यसलाई उतै फाल्दिने है। यसलाई उता लग्यो भने यहाँ के बच्छ होला, यसलाई पनि उता लग्ने हो, 23 लाई पनि उता लग्ने हो। यहाँ बच्यो के 3x बच्यो र अर्को के बच्यो 2x बच्यो, यो दुईवटा बच्छ र अरू त सबै उता गइहाल्छन्। यहाँ 180 मात्र बच्छ, यो 13 प्लसमा छ, उता गएर केमा जाने हो -13 मा जाने हो, यहाँ प्लसमा छ, उता गएर +23 मा जाने हो हैन। 3x र 2x कति हुन्छ, 3x र 2x कति हुन्छ 5x, 3x र 2x लाई जोड्यो भने 5x। 180 बाट 13 घटाउने र 23 जोड्ने, 13 घटाउने 180 बाट 13 घटाउने र के कति जोड्ने त अरे 23 जोड्ने, कति हुन्छ होला 190, कति हुन्छ 190 हुन्छ होला कि कस्तो, सरी 190 हुन्छ। एकचोटि चेक गरिहालौँ, मिस्टेक नगरौँ है। 180 - 13 - 13 180 - 13 + 23 190 नै ठिक छ। ल अब के गर्ने त, अब के गर्ने 5 लाई पनि साइड चेन्ज गर्ने, 5 लाई साइड चेन्ज गर्ने। यहाँ त गुणनमा छ, 3 र x एउटैमा छ, मतलब यो गुणनमा हो, यो केमा हो गुणनमा, उता गएर केमा जाने हो डिभाइडमा। ठ्याक्कै साइड चेन्ज गर्ने बित्तिकै साइन चेन्ज भइदिन्छ, /5। ल डिभाइड गरौँ त कति आउँछ होला, डिभाइड गर्ने 5 तिया 15, 5 तिया 15 र 4 5 8 38 है।
ल x को मान निस्कियो। ल मोडल सेट 9 को पनि भयो। अब मोडल क्वेसन सेट 10 मा जाउँ है। यसलाई रोक्ने र अब सार्ने। सुरुमा बुझ्ने काम मात्र गर्ने, त्यसपछि सार्ने काम गर्ने। यो गर्यो भने एकदमै बेस्ट हुन्छ। अब मोडल सेट 10 को पनि गराउन थाल्छ। तिमीहरू एकदमै क्लियरली बुझ्ने, बुझिसकेपछि त्यसपछि सार्ने। यो गर्दा एकदमै बेस्ट हुन्छ, एकदमै बेस्ट। ल अब मोडल क्वेसन सेट 10। मोडल क्वेसन सेट 10 मा दिएको चित्रमा एबी समानान्तर सिडी र पिक्यू अनि दिएको छ कोण एबिओ। एबिओ 110, एबिओ भनेको यो 110 दिएको छ, इङ्ग्लिसमा पनि त्यही दिएको छ। एबिओ भनेको 110 र डिसिओ भनेको 120। डिसिओ सरी यहाँ लेखेको छैन, डिसिओ। डिसिओ भनेको यो कोण चाहिँ 120 डिग्री। यो कोण चाहिँ कति दिएको छ? 120 डिग्री। देन आन्सर द फलोइङ क्वेसन। यो दुईवटा दिएको छ क्वेसनमा। अनि के भन्छ? एबी र पिक्यू र सिडी तीनवटै लाइन एक आपसमा समानान्तर छन्। तीनवटै लाइन एक आपसमा के छन् त? समानान्तर छन्, प्यारलल छन् है। एबी र पिक्यू र सिडी समानान्तर छन्। त्यसमध्ये एबिओ भन्ने कोण 180 डिग्री 110 डिग्री छ। डिसिओ भन्ने कोण 120 डिग्री छ। अब भन्छ एक्स वाइ जेड को मान निकाल। एक्स वाइ जेड को मान निकाल। एकदमै इजी छ। र ए नम्बरमा भन्छ एक जोडी एकान्तर कोण लेख्नुहोस्। एउटा कुनै पनि एक जोडी एकान्तर कोण लेखिदिने है। लेखौँ एक जोडी एकान्तर कोण। एकान्तर कोण भन्ने बित्तिकै के सम्झिनु पर्यो? एकान्तर कोण भन्ने बित्तिकै जेड। एकान्तर कोण भन्ने बित्तिकै जेड। यहाँमा जेड बनाउने। जेड कसरी बनिरहेछ? सजिलो भनेको यही हुन्छ, यसरी जेड बनिरहेछ हो कि नै? जेड भनेको यो हो। जेड यसरी बनिरहेछ। जेड यसरी बनिरहेछ। जेडमा बनेको दुईवटा कोण, एउटा कोण यो र एउटा कोण यो। यो कोणको नाम भनिदिने। यो यसरी गयो, यो लाइनमा यसरी गयो, यो लाइनमा यसरी गयो। यो कोण यसरी गएको छ एबिओ। एबिओ कुन कोण अरे? एबिओ। एबिओ भन्ने एउटा कोण र अर्को कोण यसरी गयो र यसरी गयो र यहाँबाट यतातिर गएको छ, यहाँबाट यतातिर गएको छ। बिओ क्यू कुन कोण अरे? बिओ क्यू। एङ्गल एबिओ र कोण बिओ क्यू कस्तो कोण हुन् अरे? एकान्तर कोण हुन्। एकान्तर कोण हुन्। के भन्ने? alternate angle ABO and angle BOQ are alternate angle। ठिक छ। अनि बी नम्बरमा के सोध्छ? बी नम्बरमा के सोध्छ? एक्स वाइ जेड को मान निकाल। एक्स वाइ जेड को मान निकाल। एक्स वाइ जेड को मान निकाल्नलाई हेर त, यो हेर्ने, यो हेर्ने। यो कुन लेटर छ? कुन लेटर छ यो? सी। यो कुन लेटर हो? सी। सीमा कुन कुन कोण छ? कुन कुन कोण छ सीमा? सीमा कुन कुन कोण छ? सीमा जेड र 120। जेड र 120। सीमा कुन कोण छ र अरे? जेड र 120। सीमा सी भनेको कर्मागत भित्री कोण। सी भनेको कर्मागत भित्री कोण, को इन्टेरियर। सीमा सी भनेको को इन्टेरियर, कर्मागत भित्री कोण। र त्यो दुईटै एङ्गललाई जोड्यो भने कति पुग्छ अरे? 120। अरे सरी 180। को इन्टेरियरको दुईटै कोणलाई जोड्यो भने कति पुग्छ अरे? 180। जेड प्लस 120। यो दुईटै कोणलाई जेड र 120 लाई जोड्यो भने कति पुग्छ अरे? को इन्टेरियरको कर्मागत भित्री कोणको 180 पुग्छ अरे। कारण दिने कर्मागत भित्री कोण भएकोले। कर्मागत भित्री कोण इङ्ग्लिसमा के लेख्ने? बिङ को इन्टेरियर। बिङ को इन्टेरियर एङ्गल। बिङ को इन्टेरियर एङ्गल। ल अब 120 लाई साइड चेन्ज गर्ने। 120 लाई साइड चेन्ज गर्दा 180, यो 120 उता गयो भने माइनस 120। जेड बराबर कति आयो? 60 डिग्री। जेडको मान आयो हाम्रो 60 डिग्री। फेरि अगेन
अगेन जेडको मात्र होइन एक्स वाईको पनि निकाल्नु छ। सुरुमा एक्सको निकाल्नुपर्छ, सुरुमै वाईको, सुरुमै जेडको निकाल्नुपर्छ भन्ने होइन, जुनसुकै सुरुमा निकाल्नु त भयो तर निस्किनु पऱ्यो है। यस्तै भयो जब यसरी एक्सको लागि यतातिर सी बनिरहेछ थाहा छ नि। एक्सको लागि कतातिर सी बनिरहेछ उल्टातिर। सी बन्ने बित्तिकै कर्मागत भित्री कोण र कर्मागत भित्री कोणलाई जोड्यो भने 180। कसलाई जोड्ने त एक्स र 110लाई जोड्यो भने कति हुन्छ अब 180। किनकि यहाँ सी बनिरहेछ, सीमा बन्ने बित्तिकै त्यो दुइटै कोणलाई जोड्यो भने 180 हुन्छ। सीमा बन्ने बित्तिकै त्यो दुइटै कोणलाई जोड्यो भने 180 डिग्री हुन्छ। फेरि यही कारण कर्मागत भित्री कोण, फेरि यही कारण कर्मागत भित्री कोण being co-interior angle, being co-interior angle। 110लाई साइड चेन्ज गरिदिने, 110लाई साइड चेन्ज गर्यो भने 180 माइनस 110, 180 माइनस 110 कति हुन्छ 70 डिग्री। ल एक्सको मान आयो। अब वाईको मान निकाल्नलाई अलि राम्ररी दिमाग लगाउनु पर्ने छ। यसरी छ, एउटा सिधा रेखा छ, सिधा रेखामा तीनवटा कोण बनेको छ। यहाँ एक्स छ, यहाँ वाई छ र यतातिर जेड छ कि छैन। यहाँ एक्स छ, यहाँ वाई छ, यहाँ जेड छ, एउटा सिधा रेखामा हो कि होइन। तीनवटै कोण बनेका छन् केमा अरे सिधा रेखामा। सिधा रेखामा तीनवटा कोण एक्स वाई र जेड भन्ने कोण बनेको छ भनेपछि तीनवटै कोणलाई जोड्यो भने त एउटा सिधा रेखा बनिरहेछ अहिले। भनेपछि सिधा रेखा कति डिग्रीको हुन्छ त्यो थाहा पाउनु पर्यो। त्यसो भए फेरि अथवा अब नाउ एक्स प्लस वाई प्लस जेड तीनवटैलाई जोड्यो भने त एउटा सिधा रेखा बनिरहेछ। तीनवटैलाई जोड्यो भने के बनिरहेछ एउटा सिधा रेखा बनिरहेछ। सिधा रेखा बनिरहेछ, तीनवटैलाई जोड्यो भने सिधा रेखा। र सिधा रेखा कति डिग्रीको हुन्छ जहिले पनि 180 डिग्री। सिधा रेखा कति डिग्रीको हुन्छ जहिले पनि 180 डिग्री। सिधा रेखा कारण सिधा रेखा 180 डिग्रीको हुन्छ। सिधा रेखा 180 डिग्रीको हुन्छ। बिङ सप्लिमेन्ट्री एङ्गल, बिङ कति अरे के अरे सप्लिमेन्ट्री एङ्गल। यहाँबाट कसैको भ्यालु थाहा छ हामीलाई। एक्स भनेको 70 डिग्री, एक्स भनेको 70 डिग्री। वाई थाहा छैन हामीलाई। जेड भनेको भर्खरै निकाल्यो 60 डिग्री इक्वल टु 180 डिग्री। अब 70 र 60लाई उता लगिदिने, उता लग्यो भने 180, 70 यहाँ प्लसमा छ उता गएर माइनस 70, यो फेरि उता गयो भने 60 माइनस वाई बराबर कति हुन्छ होला त 50 डिग्री होइन कि कति हुन्छ 50 नै आउँछ मेरो हिसाबले त। ल हाम्रो रेखा र कोणको च्याप्टर यति हो। यतिमै हाम्रो च्याप्टर सकिन्छ। पार्ट 5 सम्म रहेको छ। अब हामीहरू नेक्स्ट च्याप्टर पढ्ने छौँ तथ्याङ्क शास्त्र स्ट्याटिस्टिक्स है। भोलिबाट हाम्रो स्ट्याटिस्टिक्सको भिडियोहरू आउनेछ, तथ्याङ्क शास्त्रको भिडियोहरू आउनेछ। हुन्छ, आजलाई यति नै। हाम्रो रेखा र कोणको च्याप्टर सकिएको छ पार्ट 5 सम्म।